अहिले म न्युयोर्कबाट राजकुमार विष्ट बोल्दैछु मुस्ताङकित युएसए को भाइस प्रेसिडेन्ट नेपालमा भएको यो महामारी भूकम्पले जुन विनाश बनाएको छ यो हाम्रो लागि अति नै दुःखदायी र दर्दात्मक भएको छ र यस घडीमा हामी विदेशमा भएका नेपालीहरूले कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा हिजो अस्तिदेखि नै हामी विभिन्न सङ्घ संस्था लोकल समाजहरू युवाहरू सबै लागि परेका छौँ र हिजो बिहानै यो न्युयोर्कको यो ज्याक्सन हाइटमा न्युयोर्क युथ क्लब त्यस्तै गरेर अधिकार त्यसै गरेर यो हाम्रो बेलुका हेलम्बु युथ क्लबले क्यान्डल लाइट र चन्दाहरू सङ्कलन गरिएको थियो र यस्तै गरेर हिजो दिउँसो नै न्युयोर्क स्थित रहेका विभिन्न सामाजिक संस्थाहरू समाजहरू सबैको एउटा संयुक्त बैठक बसी सो बैठकले कसरी छिटोभन्दा छिटो रकमहरू सङ्कलन गरेर लत्ता कपडा पानी के कस्तो किसिमको सहयोग गर्न सकिन्छ भन्ने बारेमा एउटा बृहत मिटिङ बसेको थियो र जुन मिटिङले सकेसम्म सबै समाजले आफ्नो तर्फबाट सबै संस्थाले आफ्नो तर्फबाट सकेसम्मको सहयोग जुटाएर छिटोभन्दा छिटो नेपालमा न्युयोर्कबाट भलिन्टियरहरू पठाउने र आवश्यक सहयोग छिटोभन्दा छिटो जुटाउने भन्ने विषयमा बृहत छलफल भएको म यहाँलाई जानकारी गराउँदछु र यस्तै गरेर आज पनि सबैजना यहाँ लागि परेको छौँ विभिन्न युवाहरू दिदीबहिनीहरू र सम्पूर्ण नेपाली दाजुभाइहरू हरेक क्षेत्रबाट डोनेसनको लागि प्रयास गरिरहेको छ आफ्नो काम गर्ने कम्पनीहरूमा विभिन्न जने नेपाली व्यवसायीहरूसँग त्यस्तै गरेर विभिन्न अनलाइनबाट र विभिन्न वेबसाइटहरू पनि यो स्टुडेन्ट युथ ग्रुपबाट पनि यस्तो रकमहरू सङ्कलन गर्ने सहयोगहरू जोड्ने काम भइरहेको छ र नेपालको स्थितिमा हेर्ने हो भने नेपाल अहिले कस्तो छ भन्ने हामीले सपनामा सोचेको भन्दा पनि फरक भइसकेको छ जुन हामीले सुन्दर नेपाल बनाउने भन्ने जुन लक्ष्य थियो त्यो आज सपना सबै चकाचुर भइरहेको छ काठमाडौँमा नेपालको राजधानी काठमाडौँमा भएका ठुल्ठुला सांस्कृतिक सम्पदाहरू भग्नाव्यसन भइसकेको छ र अमेरिकामा भएका कति नेपाली दाजुभाइहरूको अहिलेसम्म सम्बन्ध एउटा चाहिँ टेलिफोन मार्फत कुनै सञ्चार मार्फत चाहिँ सम्पर्क हुन सकेको छैन कतिको फ्यामिली कहाँ छन् के छन् कतिको घरबार कहाँ भएको छन् भन्ने के सम्पर्क हुन सकेको छैन र यो दुःखदायी खबरले हामी न्युयोर्कमा रहेका सम्पूर्ण नेपालीहरू एकदम स्तब्ध छौँ र हामीले विदेशमा बसेर पनि कसरी हुन्छ सकेसम्म नेपालमा भएका एउटा मानवीय नाताले एउटा नेपालीको नाताले सकेसम्म कसरी हुन्छ सहयोग जोड्ने तर्खर हामी लागि परेको कुरा म यहाँलाई जानकारी गराउँछु धन्यवाद We, the members of Heartbeat New York and the U.S. Sherpa Climbers Association, would like to thank the Nepalese community, along with everyone else in New York who've come forward and donated clothes, food items, and medical supplies. Right now, the more dire need in Nepal that we have right now, not only clothes, but we need medical supplies and food items to be sent immediately. So it'd be great if you could all come and support and provide us with those items that we need so we can send it to Nepal via our cargo partners such as Jet Airways and Qatar Airlines and DHL and UPS who will be helping us to send the items for free to Nepal. So please come to Sherpa Collections in Jackson Heights and drop off your, whatever you have, medical supplies, food items, anything so that we can send it to Nepal as soon as possible and help the people out there who are in dire need of these items. Thank you so much. हामी चाहिँ अहिले न्युयोर्कको ज्याक्सन हाइट्समा शेर्पा किदुको घुम्बाको अगाडि छौँ भित्र चाहिँ नेपालमा भएको जुन भूकम्पको भिक्टिम्सहरूको लागि चाहिँ यहाँ ठुलो पूजा भइरहेको छ हामी चाहिँ अहिले ज्याक्सन हाइटको डाइभर्सिटी स्क्वायर डाइभर्सिटी प्लाजामा बसिरहेको छौँ अनि यहाँ चाहिँ डिफ्रेन्ट मेसेजेसहरू नेपालको जुन अर्थक्वेकको भिक्टिम्सहरूको लागि चाहिँ हामीले यहाँ सबैजनाले आफ्नो मेसेजहरू लेखिरहेको छ अनि बेसिकली इट्स अल प्रे फर नेपाल भनेर चाहिँ यहाँ सबै मेसेजहरू टालिरहेको छ अनि हामी अहिले डाइभर्सिटी स्क्वायरमा छौँ अनि तपाईँहरू पनि नेपालीहरू पनि कोही
अरू नेपालीहरू पनि कोही आएर यहाँ मेसेजहरू केही लेख्नु चाहनुहुन्छ कि यहाँ नेपालीहरू बिच आएर एउटा सोलिडारिटी एउटा एक हामी साथ छौँ भनेर एउटा फिलिङ्सको लागि आउन चाहनुहुन्छ भने प्लिज डेफिनेटली यहाँ ज्याक्सन हाइटको डाइभर्सिटी प्लाजा डाइभर्सिटी स्क्वायरमा आउनु होला थ्याङ्क्स Today here we're at Diversity Plaza and we're just gonna ask one of the members over here that what is going on right now over here. So today we are representing Nepalese American Nurses Association. We're collecting supplies right now, focusing mainly on medical necessities. So we're going to use all the fundings to buy or provide medical supplies back home like gauze pads, alcohol wipes, iodine to wipe the wounds. So we're focusing on medical necessities primarily, but we're also accepting goods such as clothing, tents, jackets, whatever it is, whatever we can do to help. But once again, we're mainly focusing on medical supplies because that's the urgent need. So that's what NANA is focusing on. We're sending nurses over that have volunteered and put a lot of money in their own money into this so that they can go over and volunteer their time as well and come together as a team with other healthcare members to provide medical attention to those that's needed at the moment. Thank you very much. Thank you. हामी चाहिँ अहिले ज्याक्सन हाइटको लाइक डाइभर्सिटी प्लाजामा छौँ डाइभर्सिटी स्क्वायरमा अनि यहाँ नेपाली दिदीबहिनीहरूले चाहिँ यहाँबाट फ्रीमा म्यानिक्योर गरेर अनि त्यहाँबाट त्यस बाबत आएको जुन टिप्सहरू चाहिँ सबै अर्थक्वेक भिक्टिम्सहरूलाई पठाउने चाहिँ निधो गरिरहेको छौँ Just wanted to know what's going on over here, so we're just gonna ask some questions to the sisters over here now. So could you just let us know what is going on over here? So we're basically giving out free manicures and famous Nepalese snack, which is called YY Sadeko. It's basically to help out the victims that were affected back in home. Namaste, म दावा दोची मुस्ताङबाट दिस कमिङ सन्डे मे 3 मा मुस्ताङ किदु र मुस्ताङको युथहरु मिलेर युनियन स्क्वायरमा हामी टी-शर्ट बेच्ने कार्यक्रम गर्दै छु त्यो डोनेसन चाहिँ त्यो अर्थक्वेक भिक्टिमको लागि नेपालमा पठाउने छु र त्यो पैसाले चाहिँ त्यहाँ नेपालमा बेसिक निड्स मेडिसिन फुडहरु किनेर चाहिँ मुस्ताङ युथ फ्रम नेपाल उनीहरु चाहिँ त्यो डिस्ट्रिब्युट गर्ने लागि रहेछ मे 3 मा युनियन स्क्वायरमा को फ्री छ आइदिनु होला सपोर्टको लागि Thank you. Namaste, मेरो नाम तेजिङ ठकुरी यो शनिबार मे 2 न्यू जर्सी न्यूपोर्टमा म्याराथन हुन लागिरहेको छ जुनमा मैले पनि भाग लिएको छु यदि तपाईहरु कोही फ्री हुनुहुन्छ भने प्लिज आएर सपोर्ट गरिदिनु होला यो अवेयरनेसको लागि मात्र हुनेछ फर मोर इन्फर्मेसन तल दिएको छ प्लिज आएर हेल्प गरिदिनु होला Please pray for Nepal. Please pray for Nepal. Please pray for Nepal. Please pray for Nepal. Pray everybody in the Pray for Nepal. 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 Please pray for Nepal. Pray for Nepal. Please pray for Nepal. 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 Pray for Nepal.